बुढाले मिठो बनाउनु थाल्नुभएछ मासुहरू। आजभोलि म किचनको कामबाट टाढो छु, म आजभोलि किचन आउँदिनँ प्रायः, बुढाले पकाउनुहुन्छ। अदुवा लसुन हालिसकेपछि एकछिन चलाउनुपर्छ। बुढाले चाहिँ गोल गरेर काट्दै हुनुहुन्छ साइडमा। त्यसरी काट्ने अलिक सानो सानो बनाउनु पर्छ होला नि। होइन यता रविन्द्र सरले प्याज काट्दै हुनुहुन्छ। आज बुढाले पकाएको खसीको मटन करी बनाउनु। प्याज चाहिन्छ, हामी चाहिँ प्याजको ग्रेभी बनाउँछौँ अनि त्यस पछाडि अनि त्यही भएर प्याज चाहिँ 2टा ठुल्ठुलो प्याज अनि एउटा मिडियम साइजको खसीको मासु छ यहाँ त्यो। ल ल अनि त्यहाँ स्यालेड बनाउनुको लागि राखिरहेको छौँ है। सानो भएको अर्कोले पनि हरियो होला। बुढाले खाना जाँदै हुनुहुन्छ। के पाक्दैछ बुढा यता हेरेर भनिदियो। आज हामी मटन करी बनाउँछौँ, त्यस पछाडि सलाद बनाउँछौँ अनि भात खान्छौँ। यहाँ चाहिँ प्यान बसालिसकेको छ। प्यान भनेको के भन्यो? कडाई, ठुलो कडाई। यहाँ चाहिँ मटन छ। यहाँ चाहिँ हामीसित गोलभेडा प्याज अब सबै म पेस्ट बनाइदिन्छु म त्यसको लागि। मेरो बुढाले यता गर्नुहुन्छ, म यता ठ्याक्क रेडी बनाएर राखिदिन्छु। थोरै 5 पुरान हाल्छौँ। यो अन गर्नु पछाडि चाहिँ अब हामी हाल्छौँ। अब हामी जान्छौँ प्याज बनाएर। सो त्यो चाहिँ अलिकति डढाउँछौँ हामी होइन। अनि त्यो डढाइसके पछाडि चाहिँ हामी प्याज हाल्छौँ। सो एन्टायर ग्रेभी चाहिँ प्याजबाट बन्छ। हामी पानी हाल्दैन मिक्समा किनभने सबै प्याज फ्राई गर्छौँ। यो प्याजबाट नै पानी निकाल्छ अनि यसको नै यो सँगसँगै मासु फ्राई गर्छौँ। अब प्याजलाई थोरै चलाउँछौँ। आज बुढाले बनाएको चाहिँ कस्तो हुन्छ होला है? मटन करी प्याजको पोर्सन टन्नै देखिरहेको छ। अब चाहिन्छ अब नर्मल्ली अरूहरूले चाहिँ 1 केजी चिकन बनाउँदाखेरि 1 केजी नै प्याज हाल्छ होइन। हामी चाहिँ तर हामी चाहिँ अब नर्मल ठुल्ठुलो प्याजै हालेको छौँ। हामी चाहिँ 2टा 3टा हालेको छौँ। म चाहिँ यहाँ अदुवा लसुन टन्नै लिएर हालिरहेको छु। अदुवा लसुन चाहिँ हालिदिन्छु। म चाहिँ साइडमा बुढाले हेल्प गर्दैछु है। सुप मिलेर हाल्नु पऱ्यो। धेरै त होइन तर सक्दै चाहिँ जान्छ। यतिको गलिसक्यो प्याज चाहिँ। यतिको गलिसके पछाडि चाहिँ हामीले माथिबाट मासु हाल्छौँ। अब सो हाम्रो यो मटन करी चाहिँ जाँदैछ यहाँ। यो चाहिँ हामीले एभरेस्टबाट लिएर आएको। पिसहरू पनि राम्रो छ। हामीलाई चाहिँ उमालेर बनाउने बानी छ, त्यही भएर उमालेर बनाउँछौँ त्यसको स्मेलहरू जाओस् भनेर। अब हामी तबसम्म चलाउँछौँ जबसम्म यो प्याज गायब हुँदैन यहाँबाट। अहिले टन्नै प्याज देखिराख्नु भएको छ। सो एकछिन पछाडि यो प्याज हराउँछ। यो प्याज सबै हराउँछ अनि यसले नै ग्रेभी छोड्छ। सो अन्तिमसम्म पनि हामी अलिकति पनि पानी हाल्दैनौँ, यही प्याजकै ग्रेभीमा पकाउँछौँ। अब प्याजलाई चलाउने भित्ता भन्ने कुरा सबै एन्डमा हाल्छौँ हामी। ओके मैले चाहिँ यहाँ सुक्मेल र अनि के भन्छ ल्वाङ सुक्मेल हाल्दैछु। अनि अर्को दालचिनी पनि हाल्नु। अनि त्यो चाहिँ अदुवा जिरा नै सक्दिनँ है। गाई चाहिँ हामी 2जनाको रुटिन यस्तो छ। हामी आज 2जना बुढाबुढी जान्छ हामी मिलेर बनाइरहेको छौँ। यसमा चाहिँ अनि
अब पानी प्याज गलाउनको लागि मान्छेले छिटो नुन हाल्छ तेलमा बिस्तारै पकाउने त्यही अनुसारमा गाइस हामीले त्यो चाहिँ हाम्रो लागि लसुन हालिदिन्छ गाइस बुढाले चाहिँ गोल गरेर काट्दै हुनुहुन्छ होइन त्यसरी काट्ने अलिक सानो सानो बनाउनु पर्छ होला नि होइन अब त्यो सँगसँगै गल्दै जाँदै अब चाहिँ हामी गोलबेडा हाल्दैछ अनि गोलबेडालाई पनि टेस्टमा चलाउँछौँ अब यो गोलबेडा प्याज सबै चिज नगलाउँदै नुन अहिले हाल्दैन बुढाको रेसिपी अब यसलाई छोपेर छोड्छौँ एकछिन त्यस पछाडि पछि बल्लामै हाल्छ खै छोप्ने छोप्ने यहाँ छ पछाडि धोएर हाल्यो अब यसलाई छोड्छौँ एकछिन अदुवा लसुन मात्रै बस्नेछ मिठो बस्न बिहान हुँदा नै हाम्रो बुढाबुढी खाना बनाएर माथि जानु पर्ला त्यही भएर माथि आएपछि तल जानु मन लाग्दैन है प्याजले पानी छोड्नु थाल्छ होइन हामीले एक टोपा पनि पानी हालेको छैन रे त्यही भएर पानी आउनु थालिसक्यो सबै ग्रेभी प्याजबाटै भन्छ प्याज गोलबेडा अहिलेसम्म हामीले मसला केही पनि हालेको छैन किनकि मसला जति सबै लास्टमा हाल्छौँ अनि खसीको मासु पाक्न टाइम लाग्छ त्यही भएर छोप्दै पकाउँदै गर्नुहुन्छ गाइस सो अब हामी फेरि 10 मिनट जतिको लागि चाहिँ छोपेर छोडिदिन्छौँ अब हाम्रो चाहिँ लसुनको पेस्ट अदुवा लसुन हालिसकेपछि एकछिन चलाउनुपर्छ अहिले नै हामी मसला हाल्दाखेरि चाहिँ हाल्दैनौँ पाक्नलाई अलिक टाइम लाग्छ सबरका फल मिठा होता है भने जस्तो सबरका खसीका मासु मिठा होता है बास्न हाम्रो मासु चाहिँ पाक्न लाग्यो डाँडो ठुलो भयो होइन अलमोस्ट टाइम हुन लाग्यो अब मसलाहरू हाल्नु अरू चिज गल्दैछ अझै प्याज गल्नै बाँकी छ सबै चिज गलिसकेको छैन तर अब गली चाहिँ रहेछ थोरै नुन हाल्दैछौँ त्यसपछि प्याज अब चाहिँ प्याज गलाउँछ प्याज आधाभन्दा बढी पाकिसकेको छ अब थोरै हालेर प्याज गलाउनलाई चाहिँ प्याज गोलबेडा सबै गलाउनलाई अब यसले चाहिँ ग्रेभीको प्रोसेस स्पिड गर्छ सो यतिको प्याज भइसके पछाडि बल्ल नुन हाल्छौँ हामी नुन पनि धेरै हालेको छैन मात्र प्याजलाई गल्नको लागि हालेको सो अब हामी 5 मिनट जति छोडिदिन्छौँ त्यस पछाडि प्याजले मजाले पानी छोड्छ कलर आउनु थाल्छ अब बेसार हाल्यो भने डढ्छ एकछिन अब बेसारहरू मसलाहरू अब यो सबै मसला यसले रेड कलरको ओइल सेपरेट हुन थाल्छ अनि त्यस पछाडि कलर आउनु थाल्छ त्यसपछि बल्ल हामी मसला हाल्छ हालेको अब हामीले 5 मिनट जस्तो भयो सो मैले अघि भनेको भित्र पानी छोड्छ हामीले त्यो पानी छोड्नको तेल छोड्नको लागि चलाएको थियौँ अब भित्र हेरौँ है पानी छोड्छ अब बल्ल मासु रेडी भयो भन्दा नि अब हामी मसलाहरू हाल्नलाई रेडी भयो मासु यो केही पनि हामीले पानी हालेको छैन सो
अब चाहिँ मासु रेडी भयो है तेल हाल्नुको लागि नुन हालिसक्यो है नुन हालिसक्यो हामीले ल मसला हाल्नु पऱ्यो अब यो साइडमा के हो यो त झराझरी बस्यो स्टिकर सबै भयो क्या मसला हाल्दा हाल्दा के हुँदैन त्यो जब हामी पुरै बेसार हाल्छौँ हामीलाई चाहिँ अलिक बढी पिरो खानु मन लाग्नु भयो 2 चम्चाहरू सँग हाल्छौँ 2 चम्चा मात्रै हजुर हाल्नु न 4 चम्चा 2 चम्चा सँग हाल्छौँ मसला मसला हाल्छौँ मजाले चलाउँछौँ अलिक बेसार हाल्नु भयो अब नुन हाल्छौँ घरि बुढाले बनाउँदै हुन्छ अब मजाले मिट चलाउँछौँ मसला कतिखेर हाल्नु अब हामीले यो चलाउने उता साइडमा चाहिँ हाल्नु धनियाँ अब यो हालेर चलाएपछि मिट मसला हाल्छौँ अनि आफूलाई पानी हाल्नु जानु छ भने थोरै पानी हाल्छौँ नभए हाल्दैनौँ डढे चाहिँ के हुँदैन यस्तो भयो गाइस हेर्दै मिठो सब बास्ना चाहिँ एकदम मिठो आइरहेछ है म एकदम एक्साइटेड भइसक्यो खानालाई भोक लागिसक्यो खाना बसालिहाल्छु अनि चाहिँ मिक्स्ड मसला 12 मसला भन्ने छ त्यो चाहिँ हामीले फर्स्ट टाइम ट्राई गर्न लागेको मिट मसला हो कि होइन त्यो चक्कीले काट्नुपर्छ होला भयो अब अर्को अर्को साइडबाट हाल्दैछ मसला धेरै हाल्दैन भने के हो मिट मसला पनि छ अर्को पनि हाल्ने बाँकी छ अर्को मसला पनि छ थोरै हाल्दैन मसला गाइस हाम्रो मासु बुढाले मिठो बनाउनु थाल्नुभएको मासुहरू आजभोलि म किचनको कामबाट टाढा छु म आजभोलि किचन आउँदिनँ प्रायः बुढाले पकाउनुहुन्छ अब हामी खाने मात्रै काम हो पानी हाल्छौँ यसमा हामीले मजाले मसला पकाइसक्यौँ मसला पाक्यो हाम्रो ग्रेभी पाक्यो प्याजहरू सबै गलिसक्यो अब हामी त्यो हल्लाउन थोरै पानी हाल्छौँ पानी हाल्न जान्छौँ अर्को हात धनियाँ पकाएको छ अलिकति अझै अलिकति पानी हाल्नुपर्छ त्यही हाल्छ अनि अब हामीलाई अलिकति सुप जस्तै खानु मन छ होइन हाम्रो मासु चाहिँ लगभग रेडी भयो होइन अब धनियाँ छर्ने बेला भयो पुरै माथि यसलाई के भन्छ बाबु रोगन रोगन के हो रोगन यहाँ चाहिँ खाना बसाल्छ हामीले अब बल्ल धनियाँ हाल्ने टाइम भयो गाइस है अब हामी धनियाँ हाल्छौँ म थोरै धनियाँ हाल्छु धनियाँ जाँदैछ अब म तँलाई दिन्छु मासु चाहिँ हाल्छु है अब धनियाँ हालिसके पछाडि चलाएँ बुढाले धनियाँ हाल्नु भएन अब हामी मजाले तेल छुट्टुन्जेल चलाउँछौँ एकछिन छोडिदिन्छौँ अब तेल त छुट्टिसक्यो त्यहाँ देखिराख्नु भएको छ त्यहाँ अब मजाले अब यसको तेल छुट्टिन्छ मिडियममा छोडिदिन्छौँ अब थोरै लाम लाम है गाइस मेरो गाइस म चाहिँ साले काट्नु जाँदैछ
हाम्रो स्यालेड सबै काटेर रेडी भइसक्यो है। यो चाहिँ यसरी रेडी भइसकेको छ। यतापट्टि कागती हाल्छु म, यहाँ साइडमा चाहिँ मासु अब मासु रेडी भयो गाइज होइन। फाइनल टचहरू हाम्रो मासुको अब लास्ट एकचोटि थोरै चलाइदिउँ अनि त्यसबाट अब बन्द गर्दा पनि हुन्छ। सो नाउ हाम्रो मासु चाहिँ रेडी भयो। हाम्रो मासु चाहिँ ready। अब चाहिँ हाम्रो मासु रेडी भयो। खसीको मासु चाहिँ रेडी भयो है गाइस। Hey guys, अब यहाँ स्यालेड बनाउनु अब हामीले अझै माथिबाट नुन र अलिक कागती हाल्छौँ। फ्लेम बन्द गरिदिन्छौँ अनि एकछिन रेस्टलाई छोडिदिन्छौँ। ल गाइस हाम्रो स्यालेडमा चाहिँ थोरै नुन हाल्नु पऱ्यो। नुन हाल्छु अनि थोरै नुन हाल्छु। यो चाहिँ ठिमुरो अनि त्यसपछि म कागती हाल्न जाँदैछु। सो कागती, हाफ लेमन कागती, बन्नै रहेछ। अब चाहिँ यसलाई मजाले